अहिले फिलहाल म चाहिँ क्याम्पिङ टुरमा आइराखेको छु र यो चाहिँ इस्ट सिक्किम भनेर भन्छ र मैले घरबाट सानो ग्यास चुल्हा पनि लिएर आएको छु। एक्लै क्याम्पिङ टुरमा चाहिँ मजाले यसरी खोलाको छेउको जुन चाहिँ ठाउँहरू चाहिँ यस्तो जग्गाहरू चाहिँ मलाई पुरा मनपर्छ नि त हो। त्यसले गर्दाखेरि चाहिँ म अहिले यहाँनिर आइराखेको छु। अब तपाईँहरूलाई पुरा म प्रोसेस म देखाउने छु। यहाँको पानी पनि मजाको छ यहाँनिर होइन। अब यहाँनिर चाहिँ म मजाले मेरो सानो चुल्हा निकालेर ग्यास चुल्हा निकालेर चाहिँ मजाले खानाहरू पकाएर खाने। तपाईँले भिडियो हेर्दै गर्नुहोस् ल। जग्गा चाहिँ एकदमै सानो तर यस्तो ब्युटिफुल यस्तो मजाको रहेछ जग्गा होइन। यो माथि पानीको पुरा झर्नाहरू आइरहेको छ र म चाहिँ यति बेला भने चाहिँ यहाँनिर मजाले आगो फुकेर यहाँनिर बसिरहेको छु र आजको भिडियो चाहिँ म तपाईँलाई पुरा देखाउँछु। तपाईँले भिडियो हेर्न सक्नुहुनेछ। वाउ, यो अनि खास जग्गा चाहिँ यो। वाउ, यस्तो जग्गा चाहिँ दामी हो नि। यस्तो बनाउँदैछ त लेख्न है। हो यति काम दिन्छ यो छुरीले मलाई हो। अस्ति दिन सोचिराखेँ मैले यो प्याजको टुप्पी चाहिँ काटेर चाहिँ जहाँनिर तपाईँको केस आउँदैन त्यहाँ दल्नुपर्छ। यसरी दल्यो भने चाहिँ तपाईँको केस त्यो पिन चाहिँ काटेर फ्याँक्नुभन्दा अगाडि चाहिँ तपाईँले चाहिँ यो चाहिँ एकदम अर्ग्यानिक ट्रिटमेन्ट हुन्छ हो। अब मेरो अलमोस्ट मेरो यहाँ प्याज रेडी भइसकेको छ। मलाई चाहियो डल्लो ढुङ्गा चाहियो मलाई। मासुको लागि प्याज रेडी भइसकेको छ अनि यहाँ लसुन पनि रेडी भइसकेको छ। अब म यहाँ तेल पनि छ मेरो हो। यहाँ कराई छ, यहाँनिर चिकन छ र यहाँनिर चाहिँ पर्क छ हो। ल पहिला चाहिँ म फाक्सा पकाउँछु भनेर सोचेको थिएँ। फाक्सा पकाउँछु पहिला चाहिँ, किनभने चिकन बादमा पकाउँदा पनि हुन्छ हो। अहिले जिराको लागि मासु पाक्यो होला।